सो हेलो गाइस वेलकम टु माय न्यू भिडियो हजुरहरुलाई स्वागत छ मेरो न्यू भिडियोमा सो म चाहिँ धेरै दिन अनि 1 महिना पछि खोलेको छु यो ब्लग चाहिँ धेरै दिन भयो मेरो मामाको ब्लगमा खोलेको चाहिँ अनि आज चाहिँ हामी यो चकलेट गेम खेल्ने भनेर अघिदेखि ब्लग बनाइरहेछ बन्द भइरहेछ अहिले त भाइ पनि आएर डिस्टर्ब गर्न लागिसक्यो दौडको भाइ पछाडि ओ गोबर लिन्छ बाबा गोबर खै बाबु गोबर जाऊ त लिन आऊ अन्त ओ खुट्टाले फुटाल्ने हामी सपोर्टरहरुको लागि यो ओ तले ले त छिटो फ्यान बन्द गरे फेरि बाबा हामीले राम्रो गेम खेल्न दियो एकचोटी अनि फेरि खै ओ ब्यालुन खै खुट्टाले कुस्न जाम त बाजेले फुलाइदिनु भा हो दे हैन Player number 1, player number 2. प्लेयर नम्बर 1 टङसँग देखिया पनि छैन केही छैन मेरो फेस देखिराको त हो ल छिटो चल्न तो चन्नी पनि खानु पर्छ खोल्दैन त खोल्दैन त त्यसै नि ल म फर्स्टमा गर्छु ल के सन्तोष हाम्रो यति चकलेट 20 वटा चकलेटमा चाहिँ 12 वटा चकलेट छ यसमा चाहिँ सिजना अर्पर जा ओइ 12 वटा छैन 4 5 6 7 8 9 10 11 12 खोल उतापट्टि फर्के हेर ल दिउ बन गर यो ल उता फर्के ल सेफ अब यो चोट मात्र खेल सेफ सेफ हेरम अहिले पिक्चर आइ गर्छ सेफ 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 बन के सेफ सेम डन यी पालिस अघि हामीले तेरो दिनम एउटा डेर कसरी खेल्यो सो हाम्रो चाहिँ गेम कम्प्लिट भयो धेरै खेल्ने होइन ल यहाँ राख त बाबु र म चाहिँ हेरेको रेडवाला चुज गर्नु 1 2 चल ल नहुँदैन एउटा मन ल्याऊ एकजनाले बाबु ल्याउ त म ल्याउ त दिनमै जाम भागमा बता रहा कभी मत आना चले जाऊ हाम्रो हम चाहिँ बुले पनि प्र्याङ्क गर्ने हो हाम्रो यस्तो 10 वटाबाट 80 को बनानको नाम हो सबिना र समर्पण खाइ तो एउटा खा बुले के प्र्याङ्क गर्ने सोचौँ यो प्र्याङ्क गर्नेको बारेमा हामी हम चाहिँ प्र्याङ्कको लागि चाहिँ हामी यहाँ फकाइरहेका छौँ मामाहरूलाई पनि मामा माइजू मम्मीलाई फकाइरहेको छौँ बाबु त पढाइ जाओस् मम्मी है मामा मामा सबना यहाँ खट्टा डान्सरको कसको त्यसको नाम भन्न चाहन्छु म सबिना महरा हो अनि समर्पण ओली ल बाबु यहाँ हेर्न खट्टा डान्सर हिटेको समर्पण ओली यो खट्टा नाच्छ 1 नम्बरको खट्टा डान्सर हो मामा म भन्न चाहन्छु कि कसरी भन्न मलाई भन्ने जस्तो हो तपाईँ मानिस अरूले मानि प्र्याङ्क के बुलाइ के को प्र्याङ्क गर्ने बाबु दिने मात्र हस्पिटल जानु पुरा नि अनि अल्पो भनिने फेरि बाबु भन्ने के होला पो नगर प्र्याङ्क गर्न पर्यो हामीले भनिसके हामी ती भएर
मोय मोय किन गरे घिनाबाट अनुसार राम्रो लाग्छ किन भन्यो बाजे पहल लागि नि कत्रै ढल्या हुन्छ 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 यो मिल्छ टोयलेटमा जानु नटरे हैन के त्यहाँ अहिले त गराकी छैन अनि अनुसार गर छु बाबुले भाइ साथीहरू बाई बाई म चाहिँ राख्छु प्लान चाहिँ भएन मान्नु भएन अहिले त बुढी पनि आइसक्नु भयो त्यही भएर त्यो बुढी पनि आइसक्नु भयो दाम काट्दै मैले चाहिँ यति कुरामा पनि विश्वास गर्ने त्यो भएर प्र्याङ्क गर्नु भने हजुरहरू लाइक सब्सक्राइब सेयर गरिदिनु नभन्नु होला प्लिज